आज म तपाईँहरूलाई राशिको तेस्रो राशिको बारेमा भन्न गइरहेको छु। त्यसै गरी हाम्रो तेस्रो राशि भनेको मिथुन हो र यसको स्वामी ग्रह भनेको बुध हो। त्यसैले मिथुन राशिका मान्छेहरू प्राय चतुर र जहिले पनि जिज्ञासु हुन्छन्, कुरा गर्न सिपालु हुन्छन्, दोहोरो स्वभावका मतलब मुड स्विङ हुने खालका हुन्छन्। एकचोटि राम्रो भइरहेको हुन्छ भने अघि उनीहरूलाई कतिखेर रिस उठिरहेको हुन्छ भन्ने कुरा भन्न सकिँदैन। त्यसै गरी रमाइलो र सामाजिक किसिमका हुन्छन्। उनीहरू समाजमा घुलमिल गर्न रुचाउने खालका हुन्छन्। उनीहरूको रमाइलो हाँसठट्टा गर्दै समाजमा मिलेर बस्ने बानी हुन्छ। मिथुन राशिको तत्त्व भनेको वायु हो। मिथुन राशिका व्यक्तिहरूको लागि लकी कलर भनेको हरियो हो र लकी नम्बर भनेको 3 र 6 हो। यसरी हामी मिथुन राशिको बारेमा भन्यौँ।